नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म सिकाउँदैछु आलु बोडीको रेसिपी। यसै गरेर प्याज मसिनो तरिकाले काट्नु होला। मैले चाहिँ आलु र लसुन अलरेडी तयार पारिसकेको छु। यसरी मसिनो गरेर काट्ने अनि त्यसपछि तेलमा प्याज र लसुन फुराउने रातो हुने गरेर भुट्ने एकछिनसम्म चलाइराख्ने, होइन भने डढ्न सक्छ। अनि त्यसपछि थोरै बेसार राख्नु होला। धेरै बेसार राख्यो भने तितो हुन सक्छ, थोरै राख्नु होला। त्यसपछि आलुलाई फुराउने, त्यसपछि बोडी राख्ने, मजाले सबै बोडी राख्ने। कति बनाउनु भएको छ, आफूले खाने कति हो त्यही अनुसारमा बोडी राख्ने। त्यसपछि सबै राखिसक्यो भने मजाले चलाउने त्यसलाई, होइन भने सानो ग्यास बनाएर चलाउनु होला, होइन भने तरकारी फेरि जल्न सक्छ। मजाले चलाउनुहोस्, एकछिनसम्म चलाइराख्नुहोस्। त्यसपछि छोडिदिनुहोस्। एकछिनसम्म राखिराख्नुहोस्। त्यसपछि टमाटर काट्ने, टमाटर सानो सानो पिसमा काटेर टमाटरलाई पनि तरकारीमा राखिदिने। राखिसकेपछि आफूलाई के चाहिन्छ मरमसला सबै राख्नु होला। मैले चाहिँ राखेँ सब्जी मसला। हजुरहरूसँग अर्को मसला छ, मिक्सरमा पिसेको मसला छ भने त्यो पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ अहिले सजिलोको लागि मसला नै राखेँ। त्यसपछि राखेँ खुर्सानी, धुलो खुर्सानी, रातो धुलो खुर्सानी राखेको छु। हजुरले चाहिँ पिसेर पनि राख्न सक्नुहुन्छ। त्यसपछि नुन, स्वाद अनुसारको नुन राख्नु होला। नुन राखिसकेपछि हजुरलाई कतिको खान मन लाग्छ नुन राख्नु होला। धेरै राख्यो भने चाहिँ चर्को हुन्छ, मिठो हुँदैन, त्यही भएर ठिक्कको राख्नुपर्छ। यसरी नै सबै हालिसकेपछि एकछिन चलाएर चाहिँ मैले चाहिँ चलाएन, तर एकछिनपछि पानी राख्ने। अलिकति ग्रेभीको लागि थोरै पानी राख्नुपर्छ। धेरै राख्यो भने चाहिँ मिठो हुँदैन, झोल धेरै हुन्छ, त्यही भएर थोरै पानी राखेर चलाइदिनु होला। यसै गरी चलायो भने त्यसपछि ढाकिदिनु होला। तरकारी यसरी नै छोपेर पकाउनु होला। नछोप्यो भने चाहिँ ग्रेभी बन्दैन, मिठो हुँदैन। मलाई त्यसरी ढाक्दै पकाउँदै फेरि खोलेर एकछिनमा चलाउँदै गरेर पकायो भने चाहिँ मिठो ग्रेभी हुन्छ। यसरी चलाइराख्नु होला। मिनेटमा छोप्दै चलाउँदै गर्नु होला। यसरी अलिअलि पाक्दै चलाउँदै गऱ्यो भने छिटो पाक्छ। त्यसपछि फेरि ढाकिदिनु होला। फेरि खोलेर हेर्नु एकचोटि कतिको ग्रेभी भएको छ। हजुरहरू आलु पनि यसरी चेक गर्नुपर्छ टाइममा। आलु पाक्यो भने चाहिँ सबै पाकेको हुन्छ। आलु पाकिसक्यो लगभग। यसरी फेरि चलाएर आलुलाई खुरेर मजाले बनाउने। त्यसपछि थोरै पानी राखिदिनु होला, किनकि पानी सबै सुकिसक्यो। हामीलाई त ग्रेभी बनाउनु छ, त्यही भएर अलिकति पानी राख्नुपर्छ। पानी राखेर फेरि चलाएर फेरि ढाकिदिनु होला। फेरि एकछिनमा खोलेर फेरि चलाएर सबै खुरेर स्वाद अनुसारको, आफूले कति खाने हो त्यही अनुसारको बनाउनु होला। हेर्नुहोस् त कति मिठो देखेको छ। यो हजुरहरू रोटीसँग पनि खान सक्नुहुन्छ, खानासँग पनि खान सक्नुहुन्छ। एकदम टेस्टी। त्यसैमाथि डल्ले खुर्सानी, यो चाहिँ नेपालीहरूको फेभरेट हो। यो चाहिँ राखेर खाँदा एकदम मिठो हुन्छ। यस्तै रेसिपीहरू हजुरहरूले हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला। धन्यवाद।